I don't know मेरो आवाज आएको छैन तर here I am at the first day of my intern at Whirlink अनि धेरै कुरा भएको छ सो जे होस् म अब अलिकति कुराहरू पछि होस्टेलमा नै गएपछि भनौँ ल अब इट्स अलमोस्ट 9:40 10 बजे पुग्नुपर्ने हो मैले केही नखाइकन आज म कसरी डम हो के तर केही त खानुपर्छ नि मैले तर केही नखाइकन आएँ अब त्यही हो अपडेट सो म यहाँ पुगिसकेको छु तर जोडले बोल्न मिल्दैन नि त अभियसली सरले एकछिन कुरा भन्नुभएको छ अब त्यस पछाडि मलाई के सिकाउनुहुन्छ होला जोइन गर्नुहुन्छ होला हेरौँ के हुन्छ है सो यहाँ गाइस म काम गर्दैछु यहाँ सबजना साथीले बजाछन् म धेरै जोडले बोल्न मिल्दैन अनि मेरो कामलाई खासै आज त्यस्तो केही छैन मैले बेसिक अन्डरस्ट्यान्डिङ बुझ्नुपर्ने मात्र हो अब साउन्ड आज छैन आई डोन्ट नो आई हेभ नो आइडिया Hello guys, welcome back to my YouTube channel. You can hear the noise सबजना चिल्छन् दिदीलाई मन छ दिदीलाई एकदम धेरै तातो भएर त्यहाँ उता दिदीले त्यो भन्नुभएको एकदम धेरै भोक लागेर अब म खाना खान गएको है हस् बाई बाई सो यहाँ इन्टर्नको बेला मेरो बर्थडे पनि परेको थियो अनि यिनीहरू आएर प्रशान्त सौगात अनि उत्कृष्ट आएर अनि श्रेया पनि पछिबाट आएकी थिए अनि पछिबाट बेलुकातिर सुभद्रा दिदी र श्रेया पनि भेटेका थिए यिनीहरू सबजनाले मिलेर हामीले रमाइलो गरेका थियौँ मेरो बर्थडेमा सो हेलो गाइज अब इन्टर्नको ओन्ली 4-5 डेज नै बाँकी छ मेरो अनि सकिन्छ होला सो अब मैले धेरै भ्लग त बनाएको छैन प्रभावले इन्टर्नको सबै नै मैले एउटै भिडियोमा म राख्छु होला अनि त म यहाँ काम नै गरेर बस्छु मलाई पढ्न भन्नुहुन्छ पढ्छु सोध्नुपर्छ बुझ्नुपर्छ त्यही सब भइरहेछ अहिले अनि आजदेखि चाहिँ ल्याब हो तल अलिकति गएर ल्याबहरू सिकाउनुहुन्छ त्यो पनि म अलिअलि गर्छु होला कि रेकर्ड गर्ने बिर्सिन्छु कि मेन त त्यही हो इन्टर्न पनि सक्यो अब के गर्ने थाहा छैन सो हेलो एभ्रिवान ब्याक अगेन कति दिनपछि होला थाहा छैन जे सब मेरो इन्टर्नसिप चाहिँ सकिन आँटो अनि हामी चाहिँ अहिले यहाँ सौजन भाइ पनि छ सबजना भाइ अलिक इन्ट्रोभर्ट नै छ त्यस्तै हो अनि त्यही हो हाम्रो इन्टर्नसिप चाहिँ सकिन नै आँटिसक्यो मेरो त अब झन् 2-3 दिन मात्र बाँकी छ भाइको चाहिँ 1 हप्ता जति बाँकी छ मैले धेरै त्यस्तो केही बनाएको चाहिँ छैन मेरो मोनो ब्लग जस्तै भएको छ होला अनि हामी चाहिँ यहाँ खाजा खान आएको छौँ किनभने यहाँ खाजा एकदमै धेरै मिठो हुन्छ भाइले चिया खाँदैछ मैले खाइसकेँ अनि यो चाहिँ L1 अब म आज मेबी आउँदिनँ होला सायद थाहा छैन जे होस् अनि उहाँ भनेको चाहिँ ईशान दाई हो अनि दाई हाई भनिदिनु हो दाईले यहाँ जे होस् काम गर्नुहुन्छ यो चाहिँ दर्शन हो यो चाहिँ हाम्रो साथी हो त्यही भएर मैले दाई भनिनै अनि यो चाहिँ आज मेरोमा बसेको छ अरे अनि यहाँ दिदीहरू हुनुहुन्छ दिदीहरू चाहिँ आउनुहुन्न मैले अस्ति दिन सोधेको थिएँ आउनु भएन हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल इट्स अलमोस्ट 6:30 हुन आँटिसकेको छ अनि आज चाहिँ म यहाँ पिकनिक जान आँटेको छु वाइल्डिङबाट अनि हेयर वेयर एभ्रिवान देखाउँछु भिडियोज एकदम धेरै सबजना यहीँ हुनुहुन्छ दाइ दिदीहरू सो यहाँ चाहिँ यहाँ दिदी हुनुहुन्छ यहाँ चाहिँ निकिता दिदी हुनुहुन्छ दिदी बस सक्यो म भ्लग बनाउँदैछु भनेर अनि त्यो दिदी चाहिँ रेबिका दिदी हो सो यहाँ चाहिँ बसमा चाहिँ म अनि यहाँ दिदीहरूसँग बसिसकेको छु होइन अनि अब यहाँ म भन्छु हामी चाहिँ कहाँ जान आँटेको भनेर हामी चाहिँ कहाँ जान आँटेको कुन ठाउँ हो त के त भनिदिनु त्रिशुली राफ्टिङ गर्नुहुन्छ तपाईँहरूले नो वान इज इन्ट्रेस्टेड त्यही हो सो आज चाहिँ स्याटरडे हो अनि आज चाहिँ हामी वर्ल्डिङदेखि सबजना पिकनिक जान आँटेको छौँ त्रिशुली अनि इट वुड बी फन हेरौँ के हुन्छ होइन थाहा त छैन नो आइडिया तर रमाइलो हुन्छ होला आई गेस त्यही हो अनि सौजन भाइ छ सौजन भाइ चाहिँ फेरि उता अहिले दाइहरूसँग आउँछ होला त्यही हो सबजना नै छौँ
यहाँ हामी सातवटा जान आएका छौँ। यस बसमा चाहिँ एकदम So finally we are here at Trisuri Riverside. अब म अपडेट गर्दै गरौँला। त्यही हो, सबजना त्यहाँ गइसक्नु भएको छ। यहाँ दिदी यही हुनुहुन्छ, अरू हुनुहुन्छ। मेरो ब्लगमा फिचर हुनुहुन्छ बहिनी। त्रिशुली रिभरसाइड जस यहाँ चाहिँ सबजना राफ्टिङ गर्ने भनेर आएको थिएँ, तर मौसम यु क्यान सी एकदमै एक्सट्रिम चिसो छ। राफ्टिङ त उयो के सो फाइनली पुगिसक्यौँ। भाइलाई बल्ल भ्लगमा फिचर गर्दैछु मैले बिहानदेखि। हेलो आशिष दाई, सतीश दाई, मैले सबको नामले चिनाइसकेँ। इन्ट्रोमा दर्शन जस रमाइलो हुँदैछ। यस्तै हो, अब हेरौँ के हुन्छ। अब चाहिँ हामी खाजा खान आँटेको, यहाँ लाइन बसेका छौँ। वा अन्त भ्यू इज ग्रेट। अब म उता पनि भ्यूहरू देखाउँछु एकछिनमा गएपछि। अनि त्यही हो, फाइनली हाम्रो ब्रेकफास्ट। हियर वी हेभ एभ्रीवान with the beautiful view. So म र सौजन भाइ चाहिँ हामी चाहिँ यहाँ आइपुग्यौँ। जस मैले सब दिदीहरूलाई उक्साएर राफ्टिङ गर्न, मैले चाहिँ गरिनँ लास्टमा। म त लास्ट रहेछु भन्छ मलाई यार। तर त्यस्तो केही होइन दिदीहरू, मलाई नि गर्न एकदमै धेरै मन चाहिँ थियो, तर ड्यु टु सम प्रब्लम हो जस त्यही हो। अब म एकदम क्लम्जी हो। भ्यू गाइस, इट फिल्स सो गुड। हामीले यहाँ यति धेरै फोटो लियौँ, यति धेरै फोटो भिडियो लिएँ मैले। जे होस् म रिल नै हाल्छु होला। अनि एभ्रिवान इज हेयर। अनि अरू मान्छेहरू पनि आउँदैछन्, दिदीहरू पनि उता आउनुहुँदैछ। जे होस् अब रमाइलो हुन्छ होला। म दिदीहरूको पनि अलिअलि भिडियो बनाइदिन्छु। अनि सोफिया दिदी चाहिँ जानु भएन। सोफिया दिदी त्यहाँ हुनुहुन्छ, किनभने दिदी बिरामी हुनुहुन्छ अनि चिसो पानीमा जानु मिल्दैन। अघि नि मैले भनेको थिएँ नि त रिजन, मेरो नि अलिक त्यस्तै नै रिजन छ कि। जे होस् अब त म जान्न, म एडभेन्चर गर्दिनँ। द्याट्स नट रिजन। ओके, देयर इज ह्युज रिजन। बट या आई मिस दिस। आई विल कम अगेन त्रिशुली। म फेरि आउँछु यहाँ राफ्टिङ गर्न। म नि उता दाइ भएको ठाउँमा जान्थ्यो होला, तर के गर्नु। आई एम वेयरिङ वाइट सुज एन्ड आई डोन्ट वान्ट टु मेक इट फोर। दाइले लगाउनु त भएको जुत्ता, तर म यति क्लम्जी छु। आई नो म कस्तो गर्छु। आउनु हुँदैछ है सबजना। ल फाइनली सबजना आउँदैछ, दिदीहरू पनि आउनुभयो। फोटो सो मैले यहाँ सबजनाको फोटो लिँदै। अनि हाई अल द बेस्ट। यहाँ त अहिले यस्तो के होस् भएको छ नि बस्नलाई, यस्तो भएको छ नि। मलाई हात छुटेर अरे बाई बाई। And they all are ready to go. So hello everyone, we are here at Trisuri Riverside. I know.
चाहिँ हामीले एकदम धेरै रमाइलो गर्दैछौँ खाजासाजा खाइसक्यौँ अनि आधा मान्छेहरू चाहिँ राफ्टिङ गर्न गइसके अनि आधा मान्छेहरू यहाँ भाइ बाँध्दैछौँ म चाहिँ यहाँ ब्लग बनाउँदैछु त्यही हो द भ्यू इज भेरी 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 गुड अनि यु नाइट बी आस्किङ कि सृजना तिमी किन गएनौ त्यस्तो होला कसैले सोच्दै होला केमा गएनौ राफ्टिङ गर्न राफ्टिङ गर्न किन गएन तर देयर वाज सम माई पर्सनल रिजन्स विच आई डोन्ट वान्ट टु से ओके सो ह्याभ फन गाइज जो जानुभएछ राफ्टिङमा सो फाइनली म पुलमा आइपुगेँ हामी डुल्न जाँदैछौँ ओके हामी सब एक्सप्लोर गर्दैछौँ को चाहिँ खाजा खान आँटेको यहाँ भाइ छ यहाँदेखि यो बोतल फाल्नु पर्ने छ ऊ त्यहाँ खाजा के नभए फुट्छ सो मनिषा दिदीको चाहिँ फर्स्ट टाइम थियो राफ्टिङ कस्तो थियो अरे एकदम रमाइलो एकदम मजा भयो वाट हिट फुल अन है एकदम हुन्छ नि कस्तो सोचेकै थिएन कि मलाई पनि एकदम मजा आयो राफ्टिङ गर्दाखेरि धेरै मजा आयो सुनेको तिमी झरेको छौ राफ्टिङबाट पानीमा होइन सुनेको झरेको छ तिमी तपाईँले रमाइलो भयो फुल अन तपाईँले रसु दिदी एकदम सो यहाँ अब हामी एकछिनमा गाडी चढ्छौँ त्यही हो जे हो साडी हाम्रो खाना अपडेट दिँदैछु हजुरहरूलाई ओके हेर्दै गर्नु होला जसरी सब्सक्राइब गर्न नबिर्सिनु होला ओके र दिदीले सब कुरा भनिसक्नुभयो त्यही हो अहिले हामीले डिनर गरिसक्यौँ अब हामी दिदीले जे भन्नुभयो त्यही अनि एभ्री वान इज हियर ह्याभिङ देयर डिनर ल बाई बाई सो आज चाहिँ मेरो लास्ट डे होइन अनि सरले लेटर रेडी गरिदिनुहुन्छ जे होस् बाई बाई मनिषा दिदी म जान्छु अब हस् हस् तपाईँ पनि राम्रोसँग पढ्नु जापानिज दाइ चाहिँ निश्चित दाइ हो हेलो हेलो होइन बाई बाई म अब जान आँटेँ अनि दाइ चाहिँ आयुष दाइ हो ल गयो नि बाई बाई दाइ फेरि एकदम इन्ट्रोभर्ट हुनुहुन्छ म पनि लास्टै इन्ट्रोभर्ट होइन दाइले मलाई सब सिकाउनु भएको है तर सो एज आई सेड आज मेरो लास्ट दिन हो अनि आज चाहिँ हामी डिलिसियस मोमोमा मोमो खान मोमो चाहिँ एकदमै मिठो हुन्छ अनि एकदम ठुलो पनि हुन्छ त्यही भएर हाफ प्लेट मात्र भने मैले अब चाहिँ यहाँ अचारहरू हुन्छ एकदम टेस्टी हुन्छ क्या साँच्ची भने जस मिठो हुन्छ अनि हियर वी आर डिलिसियस मोमो मसँग चाहिँ भाइ छ एज अलवेज होइन अनि त्यस पछाडि यहाँ चाहिँ यस्तो भ्यू देखाएको छ भ्यू त अब राम्रै छ तर अलिक क्राउडेड चाहिँ छ तर त्यही हो सो गाडीको चाहिँ एकदमै साउन्ड आएको छ होला तर मलाई त कस्तो डिफ्रेन्ट फिल भयो भने मैले त सोचेकै थिइनँ कि म यति थोरै टाइममा यति धेरैजनासँग यसरी कनेक्ट हुन्छु होला लाइक अल अफ देम आर भेरी 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 गुड होइन हेलो एभ्री वान कन्टिन्युङ दिस भ्लग हियर इन माई होस्टेल रुम सो माई इन्टर्नसिप एट वर्ल्डिङ वाज भेरी भेरी गुड होइन म जुन अघि बाटोमा बनाउँदै थिएँ जे जस्तो एकदम अनकन्टिन्युस गर्न मिलेन अनि म यहाँ होस्टेल पुगेर रुममै बनाएको अहिले कोही छैन पनि होस्टेलमा अनि म अहिले यहाँ रुममा पनि एक्लै छु अहिले कोही श्रेयाहरू पनि दीक्षाहरू पनि कोही आएको पनि छैनन् तिनीहरू आउँछन् अब 2-3 दिनमा प्रोभाब्ली अनि चाहिँ भयो भने एकदम रमाइलो भयो होइन इन्टर्नसिपको कुरा गरौँ भने इन्टर्नसिप वाज गुड फन आई इन्जोयड अ लट होइन धेरै कुरा सिकेँ मैले लिटरली धेरै कुरा सिकेँ हो कि लाइक प्रोफेसनल लाइफ र हाम्रो यो स्टुडेन्ट लाइफमा चाहिँ एकदमै धेरै नै डिफ्रेन्ट हुने रहेछ भन्ने कुरा चाहिँ त्यो ग्याप जुन हुन्छ नि त्यो चाहिँ अब इन्टर्नसिपले फिल गर्यो कि अनि एकदमै धेरै कुरा सिक्यो लाइक स्टडीवाला कुरा त भयो होइन अनि पर्सनल कुराहरू पनि मैले धेरै नै कुराहरू सिकेँ पर्सनल कुरामा जस्तै अब टाइममा पुग्नुपर्छ मोस्ट इम्पोर्टेन्ट अफिस गएपछि टाइममा पुग्नुपर्छ होइन अनि त्यस पछाडि अरू पनि मैले के भन्नु कि म त्यहाँ वर्ल्डिङको दाइ दिदीहरू भनेको चाहिँ एकदमै राम्रो एकदमै काइन्ड एकदमै हेल्पफुल सबैजना एकदमै राम्रो हुनुहुन्थ्यो त्यहाँ सबजनाले यस्तो राम्ररी गाइड गरिदिनु भयो नि मैले L1 L2 भास 3 ठाउँमा गराएको काम अनि 3 ठाउँकै दाइ दिदीहरू यस्तो राम्रो हुनुहुन्थ्यो नि लाइक एभ्री वान गाइडेड मी सो वेल के लाइक L1 को दाइ दिदीहरूदेखि लिएर L2 को दिदीहरू दाइहरूसँग लास्टमा भासको दाइहरूसँग मैले जे जति सिकाएको छु नि सबजनालाई थ्याङ्क यू भेरी मच होइन अनि लाइक एकदमै मैले त एकदम रमाइलो गरेँ होइन इन्टर्नसिपमा
मैले एकदम धेरै कुराहरूको बारेमा सिकेँ होइन। अब त्यो टेक्निकल कुराहरू त म यहाँ के भन्नु कि म त्यस्तै जस्ट वान्ट टु सेयर माई एक्सपिरियन्स। अनि अब यो कति मिनटको भिडियो हुन्छ होला ओभरअल आई डोन्ट नो होइन। अनि just if you guys want to do job or intern at the world link you guys can do it होइन। एकदम राम्रो इन्भाइरोमेन्ट छ त्यहाँ, सबजना एकदम राम्रो हेल्पफुल काइन्ड हुनुहुन्छ। अनि त्यस पछाडि मेन त अब कस्तो हुनुहुन्छ भन्दाखेरि हामीलाई कस्तो हुन्छ भन्दाखेरि एकदम फिल हुन्छ नि त ला वर्क इन्भाइरोमेन्टमा सिनियरहरू कस्तो टक्सिक होला भन्ने कुरा। अहिलेको हाम्रो जेनेरेसनलाई त्यस्तै हुन्छ कि जेनजी भन्छौँ नि हामी, लाइक त्यस्तै हुन्छ कि वर्क इन्भाइरोमेन्टमा कस्तो हुन्छ के भन्छन्। अब म इन्टर्न भएर नि होला त्यस्तो, तर एटलिस्ट मैले त्यहाँ देखा पनि छु नि त। त्यहाँ अब काम गर्ने दाइ दिदीहरू पनि लाई नि त्यो सुपरभाइजरहरूले त्यस्तो कहिले नि कराउनु हुँदैन थियो कि, केही रङ भयो नि मजाले बरु भनिदिने बुझाइदिने त्यस्तो चाहिँ हुनुहुन्थेन कि। त्यहाँको वर्क इन्भाइरोमेन्ट इज लाइक लिटरली भेरी 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 गुड के। अनि कमिङ ब्याक टु माई पर्सनल एक्सपिरियन्स भन्दाखेरि पनि मेरो ओभरअल त्यो 21 डेज जति हो म 25 डेज जति बसेँ होइन त्यहाँ। अनि इट वाज लाइक भेरी गुड के एभ्री वान के म के भन्नु के इभन माथि को दिदीहरू पनि एकदम राम्रो हुनुहुन्थ्यो। माथि जुन दिदीहरूले हामीलाई चिया दिनुहुन्थ्यो म त्यो दिदीहरूलाई पनि कहिले बिर्सिन्न होला, दिदीहरू पनि एकदम राम्रो हुनुहुन्थ्यो। अनि त्यस पछाडि त्यो बेलुका खाजा खान गएको बेला पनि त्यो पनि एकदम राम्रो राम्रो मेमोरीहरू छ होइन। जस रमाइलो गरेँ मैले इन्टर्नभरि, धेरै कुराहरू सिकेँ। अनि त्यही हो, अब त्यो नदी त के भन्नु क्या, अब मलाई थाहा पनि छैन के भन्ने हो। अब लेट्स सी के गर्छु के हुन्छ। अब प्रेजेन्टेसन छ, कहिले हुन्छ प्रेजेन्टेसन बनाउनु पर्ला, रिपोर्ट सब्मिट गर्नुपर्ने छ। अनि त्यही हो, त्यसपछि त सक्यो केही पनि। अनि लेट्स सी वाट द लाइफ होल्ड्स, वेयर द लाइफ टेक्स। Okay, bye. Thank you everyone. Thank you for watching my vlog. Do like, share and subscribe.